हेलो नमस्ते जोजोल्पा जय जिमी ब्लगमा तपाईँलाई स्वागत छ र आज हामी जाँदैछौँ टाङटिङ है। हामी छौँ अहिले गाउँखोलामा छौँ, यहाँबाट गाडी लाग्नु रहेछ है। यहाँबाट हामी टाङटिङ जाँदैछौँ, 2-3 घन्टाको यात्रा भन्छ होइन। टाङटिङबाट हामी क्रपु डाँडासम्म जाने हो, लेट्स सी है। यहाँबाट 12 बजे गाडी गुड्छ। अब यो जर्नी पनि इन्जोय गर्छौँ हामी है। हामी कति बज्यो 12:10मा हाम्रो गाडी चाहिँ गुड्यो है। अब कति टाइम लाग्ने रहेछ लेट्स सी होइन। हाम्रो ग्रुपमा हामी गैरापाटी नेवार समाजबाट है। ओके, अहिले हामी कति 700 आइपुग्यौँ है। 1.5 घन्टामा 700 भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ एकैछिन रोकिएको सबैजना होइन। बाटो चाहिँ पुरै अफरोड छ, तर स्कुटीमा नि धेरै मान्छेहरू आइरहेको छ है। स्कुटी बाइकहरूमा पनि धेरै आइरहेको छ। यहाँ एउटा हाइड्रो पावर नि रहेछ। 2:30 बजीसम्म पुग्छ भन्छ नि, हेरौँ है। 700मा एकैछिन यहाँबाट 1 घन्टा भनौँ न, 1-1.5 घन्टामा अझै पुगिन्छ हामी चाहिँ होइन। पहिला पनि पहिलाको वर्ष हामी सिक्लेस गर्थ्यौँ। त्योभन्दा पहिला अस्ति हामी घलेल है। घलेल हामी गैरापाटन नेवार समाजबाट हो, पोखरा होइन। अब आज हामी टाङटिङ पुग्ने बेला अझै 1.5 घन्टा लाग्छ भन्छ। हाम्रो ग्रुप चाहिँ सधैँ वर्षको एकचोटि चाहिँ नयाँ ठाउँमा हामी पुगेर हुन्छौँ होइन। ओके, गाडी एकैछिन रोकेको छ, सबैजना रेस्ट। ओके है, पानी देख्दैछौँ हामीले सिक्लेस है। बट एउटा कुरा भन्नु पर्दाखेरि यो बाटो चाहिँ होइन अति डेन्जर छ क्या है। अति डेन्जर बाटो। के कस्तो बाटोमा हिँड्यो अहिलेसम्म हामी त्यो तलबाट आएको होइन। फाइनली यस्तो बाटो चाहिँ लास्टै है डेन्जर इज रियली डेन्जर। फाइनली हामी टाङटिङ पुग्यौँ होइन। 2.5 घन्टा लाग्यो है। 2.5 घन्टा लाग्यो हाम्रो पोखरा गाउँखोलादेखि आउन। ट्याक्कै पारी 2 वर्ष अगाडि चाहिँ हामी पारी सिक्लेस है त्यहाँ गएको। त्यहाँ गएको थियौँ। अहिले सिक्लेसभन्दा ठ्याक्कै पारी अहिले टाङटिङमा छौँ। गाडी नि आउनु त यहीँसम्म आउनु रहेछ है। तर डेन्जर, एकदमै डेन्जर बाटो त। ओके, हामी सबैजना ग्रुप चाहिँ हामी 11 जना छौँ होइन। 11 जनाको ग्रुप आज भर्खर आइपुग्यौँ। अब हामी आफ्नो होमस्टेमा जान्छौँ होइन पछि। ओके, हामी चाहिँ हाम्रो होमस्टेमा आइपुग्यौँ है। हाम्रो अलरेडी बुकै थियो, नाम सोल्युसन भएको थियो के अरे होइन। हामी बस्ने होमस्टे चाहिँ यही हो। हामी सल्लाह गर्दैछौँ के कसरी बस्ने। पानी नै पर्ला जस्तो छ कि यहाँबाट है। पानी पर्ला जस्तो पर्छ पर्दैन थाहा छैन। फाइनली हामी होइन अब एकैछिन हामी उताबाट आएको कि आफ्नो होमस्टेमा बस्यौँ। वेलकम राम्रो भयो, तातो चिसो खुवाउनु भयो। त्यसपछि यहाँ चाहिँ अहिले टाङटिङमा चाहिँ टाङटिङ 32औं टाङटिङ चैत्र मेला रहेछ क्या है। मेला भइरहेको रहेछ। मेलामा यहाँ बास्केटबल कम्पिटिसन भइरहेको छ। भोलि बिहान क्रपु जाने चाहिँ यो बाटो रहेछ होइन। यहाँ अब रमाइलो मेला रहेछ, एक्स्ट्रा भयो क्या मेला होइन। मेला रहेछ, मान्छेको बाक्लो उपस्थिति भनौँ नि है। केटाहरू छन् होइन। बास्केटबल कम्पिटिसन भइरहेको छ। 32औं होइन टाङटिङ कमिटीको अध्यक्ष आदरणीय दाइ उमेश गुरुङजीलाई पनि म यस मञ्चमा। खोइ नारायण सर, हामी त कहाँ गयो भने हामी सरहरू चाहिँ बसिराख्नु भएको रहेछ है। ल हेलो, यो चाहिँ म्याप रहेछ है टाङटिङ भिलेजको। टाङटिङमा चाहिँ हामी कहाँ कहाँ घुम्ने हो भन्ने कुरा यहाँ लेखिएको रहेछ है। अनि अन्नपूर्ण संरक्षणभित्र हुन्छ आचार संहिता पालना गरौँ है। दिस इज टाङटिङ। म्याडमहरू त फेरि बिस्तारै है। मञ्चमा हास्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
यो दोस्रो क्वार्टरको ओके बास्केटबल कम्पिटिसन भइरहेको छ है मेलामा चाहिँ है Oh, you missed it. Ball. घुमघामको क्रममा है हामी चाहिँ काङ्तिङदाम घुम्दैछौँ हाम्रो सरहरू म्यानेजर सबैजना यहाँ बस्दै हुनुहुन्छ बास्केटबल भलिबल हुँदैछ होइन सबैजना हामी घुमेर आयौँ के है एकैछिन रेस्ट गर्दै हुनुहुन्छ हामी टाङटिङमा छौँ अहिले हामी यहाँबाट भने नि मैले तपाईँलाई अघि नै देखाइसकेँ यहाँबाट है 2 वर्ष अगाडि हामी ठ्याक्कै यहाँबाट त्यो पारै देख्यो गाउँ सिक्लेस है त्यहाँ गएको थियौँ हामी ठ्याक्कै त्यो बेला हामी त्यहाँ पारीबाट टाङटिङ गाउँ देखाएको थियौँ कि हामीलाई होइन अहिले चाहिँ टाङटिङबाट हामीले सिक्लेस देखाउँदैछौँ है तपाईँहरूलाई सिक्लेस भिलेज यही हो है सिक्लेस हामी गाउँ घुमेर आयौँ है मेला गएर आयौँ गाउँ घुमेर आयौँ अब हामी बार्बिक्यू गर्न लाग्यो पानी नै पर्ला जस्तो अब होला नहोला है आगो हामीले बाल्नु सुरु गरिसक्यौँ है अब पानी पर्ला कि नपर्ला अब यो पानी पर्यो भने चाहिँ अलिक डिस्टर्ब हुन्छ होइन जम्मा गरी सानो एउटा 500 लिटर भने ट्याङ्की राख्नुपर्छ कि यस्तो बेला सधैँ धारा आउँछ भन्ने त्यो वास्तव होइन तपाईँ खोज्दैन बार्बिक्यू टाइम है बाबु तरकारी छ नि And barbecue ready almost है है राम्रो भन्छ है दामी भन्छ है ल रमाइलो सुरु भयो है हाम्रो चाहिँ है नाचगान नै सुरु भयो ओके आफ्टर बार्बिक्यू हैन हाम्रो पार्टी जारी छ है इन्जोइङ है टाङटिङमा छौँ हामी अहिले सबैजना छन् है हेलो Okay. बत्ती बलिरहेछ सिक्लेसमा है यहाँबाट चाहिँ पानी ठुलै आएको जस्तो चाहिँ छ होइन अब यहाँसम्म कतिखेर आउँछ थाहा छैन हामी टाङटिङमा छौँ यो सिक्लेस गाउँ हो हामी अहिले मैले चाहिँ टाङटिङबाट हिँड्दैछु होइन थाहा छ यो चाहिँ हाम्रो होमस्टे
And here we are. And it's going on, है पानी अघिदेखि 1-2 घन्टा भयो पानी चिपुट लिटल है पानी परिरहेछ तर त्यो पानीले रोक्दैन हामीलाई इन्जोय गर्नुलाई भन्नाले अब रमाइलो है सबै हाम्रो फ्यामिली Good answer. है पानी परिरहेछ है सिमसिम पानी परिरहेछ तर यहाँको माहौल अलि अर्कै छ है ओके आमा चप्पल लाउनु भन त गुड मर्निङ है गुड मर्निङ हामी हिजो अबेर सुत्यौँ है रमाइलो भयो नाचगान भयो बारबेक्यु भयो अनि हाम्रो प्लानमा अलि चेन्ज आयो हिजो है क्रपु डाँडा जाने कुरामा चाहिँ अब हामी ग्रुपबाट हुन त आज माउन्टेन पनि खुलेन है यहाँ अन्नपूर्ण बिहान अलिकति देखेको थियो खुलेन त्यही भएर हाम्रो क्रपु डाँडा जाने प्लान चाहिँ क्यान्सल भयो किनकि अब त्यहाँ बाटो नै बिचमा बिग्रेको रहेछ अब त्यहाँसम्म जाऊँ भने हिँड्दै गयो 5 आवर्स है जान 5 आवर्स आउन त्यस्तै हुने भयो गाडी चाहिँ नजाने रहेछ त्यही भएर क्रपु डाँडा दिस टाइम वी आर नट गोइङ है नेक्स्ट टाइम अब हामी यहीँबाट यहाँको झरना रहेछ ताङतिङमा झरना जाँदैछौँ है यसो गाउँ डुल्दै बिहान बिहान मर्निङ वक ओके यस्तो ब्रेकफास्ट टाइम हाम्रो चाहिँ आउँदैछ आएपछि यो देखेपछि नो हामी ब्रेकफास्ट गर्दै हैन बुढालाई भाग्य नगरिकन खाना हुँदैन है हामी चाहिँ झरनातिर जाँदैछौँ मैले टाङतिङमा सानो झरना रहेछ अब हामी बसेको ठाउँबाट चाहिँ कति 20 मिनट लेखेको थियो है हजुर 20 मिनेट तर हामीले 40 मिनटै लाग्ला जस्तो छ होइन सबैजना टाइम त लाग्छ जान्छौँ हेर्छौँ है 1 घन्टा त हामी त्यहाँ भुलिहाल्यो पक्कै पनि होइन ओके ल पछाडि बिस्तारै आउँदैछन् फेरि पछाडि ग्रुप चाहिँ बिस्तारै हामी आइपुग्यौँ झरनामा चाहिँ है झरनामा आइपुग्यौँ सानो छ राम्रो छ दामी छ होइन ओके टाइम लाग्यो आधा घन्टा त लाग्यो होइन ओके तर त्यहाँ तल नि जाने मिल्ने रहेछ हामी तल जान्छौँ एकैछिनमा है
कस्तो लाग्छ झर्ना एकदमै राम्रो छ झर्नाबाट फर्क्यौँ अनि यहाँ आउँदाखेरि मैले यो देखेँ कि है एकदमै रमाइलो अनि राम्रो छ होइन जान चाहिँ उकालो ओह्रालो मलाई चाहिँ गाह्रो भयो उसलाई त केही हुँदैन अघि मैले हामी गएर हामी अब हाम्रो लगभग जर्नी पनि सकिने लाग्यो भनौँ यो देखेर कि मलाई अलिक भिडियो खिच्नु मन लाग्यो हामी यो गाउँतिर यही त है यो दाउरा जुन तरिकाले राखिएको छ नि है एउटा म्यानेज के होइन कस्तो राम्रो रह्यो कि यहाँको अब इन्धनै यो भयो नि होइन हामी एकदम राखेको छ एउटा फाइनली हाम्रो ट्रिप सकिएको छ होइन वेयर रिटर्निङ हामी अब पोखरा फर्काउँदैछौँ है ताङथिङ यसपालि हामी क्रपु जान पाइएन है गाडी नजाने रहेछ हिँडेर जान आउनु जान एक दिनै लाग्ने रहेछ त्यही भएर हामी गएनौँ तर हामी झर्ना गयौँ होइन रमाइलो भयो नि धेरै रमाइलो भयो आउँदाखेरि कहिले काहीँ भनेको होइन हामी गइरहेको हुन्छौँ घुमिरहेको हुन्छौँ तर मैले अहिले चाहिँ यो भ्लग चाहिँ बनाएँ है थ्याङ्क यू फर वाचिङ होइन जय जी जिमी भ्लग हेरिदिनु भएकोमा थ्याङ्क यू है ओके हामी अब नेक्स्ट टाइम कहाँ जान्छौँ थाहा छैन नेक्स्ट टाइम नान्सरको प्लान अनुसार नेक्स्ट टाइम चाहिँ अर्को वर्षको प्लान चाहिँ हाम्रो सबैजना आफ्नै होइन आफ्नो प्राइभेट गाडी लिएर अब अहिले चाहिँ गाडीमा आएको भने नि त रोड यति खतरा छ होइन ओ माई गड डेन्जर रोड चाहिँ है यहाँ आफ्नो गाडी त आउँदा 4 व्हिल गाडीमा हो नेक्स्ट इयर चाहिँ हाम्रो प्लान अनुसार आफ्नै गाडी लिएर दुईवटा तिनवटा चारवटा गाडी जतिवटा हुन्छ लिएर हामी कहीँ जान्छौँ होइन ओके थ्याङ्क यू फर वाचिङ JGMU भ्लग किप वाचिङ नमस्ते